डे 3 अफ बिङ बेरोजगार हुन चाहिँ खासमा लिभिङ इन नेपाल। तर राति के भयो भने एउटा हिरो दाइ आएर पानी तान्ने मोटर चोरिदिएर जानुभयो। 4 तला माथि थिँदै म उठिरहेको थिएँ रातिको 1 बजे। थाहा पाइनँ, नत्र तपाईँको मैले हड्डी निकाल्थेँ। यस्तो हिरो भएर आएर चोरेर जाने होइन नि दाइ यार पानी तान्ने मोटर। धन्न बाइक स्कुटर चाहिँ लगेन, नत्र म पागल हुन्थेँ, पागल। घरमा त्यस्तो जबरजस्ती मोटर तानेर यार हिरो भएर आएर तपाईँको जुत्ता महँगो थियो हाम्रो यो सबै लुगा भन्दा। किन हो दाइ यस्तो? मिल्छ भने बरु ल्याएर छोडिदिनु न यार दाइ यार, केही भन्दैनौँ हामी। एउटा पानी तान्ने मिसिन थियो यहाँको, त्यो पनि गयो। कसरी नहुने भोलिबाट? ए मेरो चोर दाइ आइदिनुहोस् न प्लिज। अनि सबले किचकिच गरेर जा पुलिस स्टेसन जा भने गएँ म पुलिस स्टेसन। निवेदन लेखेर आऊ भाइ भन्यो, गएँ निवेदन लेख्न। बाहिरपट्टि निवेदन लेखेको पैसा लाग्छ पहिले भने म आफै लेख्थेँ होला, अलिअलि त आउँथ्यो लेख्न। 200 रुपियाँ चिनी मान्थ्यो जबरजस्ती थिएँ। अनि गएँ बुझाएँ, फोटोसोटो पठाइदिएँ पुलिसलाई ह्यान्डसम मान्छेको। अब दाइ यस्तो ह्यान्डसम मान्छे आएर चोर्न आइसक्यो घरमा राति 1 बजे। के गर्नु? निवेदन सिवेदन लेखेर दिएँ पुलिसलाई। त्यसपछि साथीले चोरी त हुँदै गर्छ साथी नेपालमा, आइज खाना चाहिँ जाउँ, खाना चाहिँ छोड्नुहुन्न जति बेरोजगार भयो नि भन्यो। अब भोक पनि लागिरहेको थियो, अब कहाँ जाने भनेको खाजा खाना जाउँ न नर्मल यसो अब डेली भन्यो। ल भनेर गएँ म। त्यसपछि हामी गयौँ सामाखुसी, होइन पहिला बालवाटार गयौँ, साथीलाई लियौँ अनि हामी गयौँ सामाखुसी। अनि अब खाजा खाऊँ भने के खाने भने नर्मल खाऊँ न खाजा, बेरोजगारले के खान्छ त्यही किमा नुडल्स र आलु त हो नि। अब लाफिङ पनि अलिकति भने ल हुन्छ, फेरि लाफिङ के अरे किमा नुडल्स मलाई पिरो बनाइ खानुपर्छ जति सुकै बेरोजगार भने। त्यसपछि दुःख सुखको कुरा गऱ्यो, साथी यस्तो हो बेरोजगार हेर के भन्ने। अब खाजा खाऊँ भन्यो, गम खायो। डेली खाँदाखेरि किमा नुडल्स पैसा कहाँबाट आउँछ थाहा छैन। नर्मल खाजा भन्छ साथी फेरि, यो त नर्मल खाजा खानु हुन्छ। ल भन्यो खायो। गा ठाउँ चाहिँ यो क्विन्स के भन्ने थियो, स्टेसन लाने गरेको मिठो थियो है। अनि त्यसपछि फर्क्यौँ हामी। अब गफसफ गर्दै यस्तै हो नेपालमा, चोरी भइरहेको छ, नर्मल हो। पुलिस दाइहरूले अब त्यही निवेदन मात्र दिने हो कि काम पनि गर्ने थाहा छैन। तर दाइ चोर चाहिँ आएर त्यो मोटर चाहिँ छोडेर जानु न यार दाइ, नुहाउनलाई पानी हुन्न फेरि कहाँबाट ल्याउने मोटर? बेरोजगार हो त हामी त, छोडेर गइदिनु न ल प्लिज।